साथीहरू, हजुरहरूले त अन्डा र चाउचाउ धेरैचोटि खानु भएको होला, तर एकचोटि चाहिँ यो तरिकाले बनाएर खानुहोस् पिज्जा जस्तो। हजुर यसको फ्यान भइहाल्नुहुन्छ। आउनुहोस् सुरु गरौँ। यहाँ मैले 1 प्याकेट रम्पम लिएर यसलाई तातो पानीमा मजाले उमालेँ र यसलाई छानेर एकतिर राखेँ। एउटा बल लिएर सबै छानेको चाउचाउ हालिदिएँ र यसमा हालेँ एउटा अन्डा, स्वादअनुसार नुन र चाउचाउको मसला पनि हालिदिएँ र यसलाई मजाले मिक्स गरेँ। यसलाई मजाले फिट्नुपर्छ। यो मिक्स भइसकेको छ। कराईमा तेल तताएँ र सबै चाउचाउलाई यसरी हालिदिएँ र चम्चीले मजाले फिजाइदिएँ र यसमा थोरै मसिनो काटेको प्याज हालेँ, थोरै हरियो खुर्सानी, थोरै टमाटर र अलिकति धनियाँको पत्ता पनि राखेँ। यो एयर फ्राई भइसकेको छ। अब यसलाई पल्टाइदिएँ र पल्टाएर फेरि यसलाई अन्डा जस्तो काटिदिएँ। लु रेडी भयो हाम्रो चाउचाउको मिठो पिज्जा। यो एकदमै स्वादिष्ट हुन्छ साथीहरू। एकचोटि चाहिँ अवश्य बनाएर खानुहोला। बाई बाई।